भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन्। बुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव भन्ने बुझिन्छ। भगवान बुद्धलाई एसियाका तारा र विश्वमा शान्तिको प्रतीक वा अग्रदूत भनेर चिनिन्छ। विलक्षण क्षमताका अद्भुत व्यक्ति भगवान गौतम बुद्धको जन्म ईस्वी पूर्व 563 वैशाख पूर्णिमाको दिन अहिलेको कपिलवस्तुमा भएको थियो। तत्कालीन समयमा तिलौराकोटमा शाक्य वंशका राजाहरूले राज्य गर्थे। राजा शुद्धोधन र रानी मायादेवीको कुखबाट सिद्धार्थको जन्म भएको थियो। बुद्धको जन्मपूर्व केही यस्ता मायावी लक्षणहरू देखिएका थिए भनिन्छ, जसले सुनौलो भावी दिनको सङ्केत गरिरहेको थियो। त्यस समयमा वर्षेपछि आषाढ पूर्णिमाको दिन एउटा चाड मनाउने गरिन्थ्यो। त्यस राज्यका प्रजाहरूले आफ्नो क्षमता अनुसार उक्त चाड मानेर विभिन्न प्रकारले रसरङमा मग्न हुने गर्थे। आषाढ पूर्णिमाको दिन रानी मायादेवी सधैँझैँ बिहानै उठिन्। सुगन्ध जलले नुहाई धुवाई गरी साधारण र शुद्ध वस्त्र लगाएर ब्राह्मण र दुखी दरिद्रहरूलाई दान दिन्। बेलुका भएपछि आफ्नो सिँगारिएको कक्षमा आराम गर्न गइन्। केही समय उनी निदाइन्। उनले सपनामा सेतो हात्ती देखिन्। त्यस हात्तीले आफ्नो सुँडले सेतो कमल लिएर मायादेवीले आराम गरिरहेको पलङलाई 3 पटक परिक्रमा गरी रानीको दाहिने काखी मुनिबाट पेटभित्र प्रवेश गरे। यस्तो अचम्मको सपना देखेर रानीले भोलिपल्ट सपनाको बारेमा सबै वृत्तान्त राजा शुद्धोधनलाई सुनाइन्। सपनामा सेतो हात्ती देख्नुलाई शुभ मानिन्छ। राजाले तुरुन्तै 64 जना ब्राह्मणलाई बोलाए। सुनका भाँडामा विभिन्न प्रकारका भोजनहरू राखेर खुवाए। त्यसपछि एक जोर सेतो वस्त्र दान गरेपछि सपनामा रानीले देखेको कुरा राखे। ब्राह्मणले सपनाको लक्षण साह्रै शुभ रहेको र रानीको कोखबाट ठुले महापुरुषको जन्म हुनेछ भनेर बताए। यदि बालकले राजपाट सम्हाली गृहस्थी भएर बसे भने चक्रवर्ती राजा बन्नेछन्। संसार त्यागेर सन्यासी भयो भने बुद्धत्व प्राप्त गरी सर्वज्ञ हुने कुरा बताए। ब्राह्मणको यस्तो कुरा सुनेर राजा रानी दुवै आनन्दित भए। राजाले राज्यभरि उत्सव मनाउने आदेश दिए। गर्भवती हुँदा पनि थकाइ कहिले लागेन। बिस्तारै समय बित्दै गयो। महारानीको गर्भ 10 महिनाको भयो। एक दिन रानीलाई आफ्नो माइत देवदह जान साह्रै मन लाग्यो। उनले राजा शुद्धोधनसँग अनुमति मागिन्। राजाले सहर्ष स्वीकार गर्दै उनको माइत जाने व्यवस्था गरिदिए। भनिन्छ, रानी माइत जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा रहेको प्राकृतिक सौन्दर्यको आनन्द लिने क्रममा उनलाई आफ्नो शारीरिक स्वभावमा केही परिवर्तन हुन लागेको अनुभव भयो। उनी त्यही नजिकैको साल वृक्षको एउटा हाँगा समातेर उभिन्। त्यही सालको वृक्षमुनि मायादेवीले एउटा छोराको जन्म दिन्। भनिन्छ, सिद्धार्थ गौतम जन्मने बित्तिकै 7 पाइला हिँडेका थिए। एक शिशुको जन्मपछि उसलाई हिँड्न कम्तीमा पनि 9 महिनादेखि 10 महिना लाग्छ। तर सिद्धार्थ जन्मने बित्तिकै हिँडेको देखेर उनकी आमा रानी मायादेवी छक्क परिन्। यी राजकुमारको जन्मको कुरा सबैतिर फैलिएको थियो। राजकुमारको जन्ममा सबैले हर्ष मनाए। यो स्मरणीय दिवस अप्रिलको 8औं दिन थियो। कपिलवस्तु तथा देवदह दुवै नगरका प्रतिष्ठित व्यक्तिहरू त्यस लुम्बिनी उद्यानमा भेला भएर खुसियाली मनाए। रानी मायादेवी सिन्दुर जात्रा गरी कपिलवस्तु फर्किन्। कपिलवस्तुमा राजकुमारको जन्मको कुरा फैलियो। राजकुमारलाई भेट्न एकजना प्रतापी ऋषि राजदरबार आए। महाराज शुद्धोधनले ऋषिलाई आफ्नो छोरा देखाए। ऋषिले यी बालक संसारका अग्रणी महापुरुष हुन् भन्ने थाहा पाएर राजकुमारलाई वन्दना गरे। यति महान ऋषिले पनि मेरो छोरालाई वन्दना गरे भने मेरो छोरा असाधारण छ भनेर राजाले महसुस गरे। ऋषिले ती आफ्नो दिव्यच्छुले ती बालकको भविष्य हेरे। बालकले भविष्यमा बुद्धत्व प्राप्त गर्नेछन् भन्ने थाहा पाएर उनी मुसुक्क हाँसे। तर आफूले त्यस समयमा बुद्धको दर्शन गर्न नपाउने भनेर आफ्नो गहभरि आँसु बनाए। यो देखेर राजाको मन त्रासले भरियो। राजाले भावुक हुँदै सोधे, तपाईले आँसु किन झार्नु भएको? के राजकुमारलाई कुनै नराम्रो घटना घट्नेछ र? राजाको प्रश्नमा ऋषिले भने, म देखिरहेको छु कि यी बालकले बुद्धत्व प्राप्त गर्नेछन्। त्यस कुराले मलाई हर्ष भयो। तर यी बालकले बुद्धत्व प्राप्त गर्ने समयमा म भने यस संसारबाट अरू संसारमा जानेछु। भविष्यमा बुद्धको दर्शन नपाइने भयो भनेर दुःखले मात्र आँसु बगेको हो। यति भनेर ऋषि राजमहलबाट गए। राजमहलमा खुसियाली चलिरहेको थियो। शाक्य वंश अनुसार बालकको 5औं दिनमा नामकरण गर्ने चलन थियो। त्यस दिन पुरै सहर सिँगारिएको थियो। राजाले त्रिवेदमा प्राङ्गण 108 ब्राह्मणलाई भोजनको लागि निमन्त्रणा गरेका थिए। भोजन सकिएपछि नामकरणको बेला भयो। त्यहाँ उपस्थित 108 ब्राह्मणले सबै अर्थले सिद्ध गर्न सक्ने भएकोले
उनको नाम सिद्धार्थ राखिदिए। त्यहाँ उपस्थित सबभन्दा कान्छा ब्राह्मणले कौण्डन्यले यी बालक घर गृहस्थी गरेर बस्दैनन्, यी बालक सर्वअर्थ सिद्ध गरेर संसारकै एक महात्मा हुनेछन् भनेर बताए। राजाले कौण्डन्य ब्राह्मणको यस्तो कुरा सुनेर राजालाई हर्ष र विस्मात दुवै भयो। आफूले बुढेसकालमा पाएको छोराले सर्वज्ञ बुद्ध भएर संसारकै गुरु हुनेछन् भन्दा त खुसी भए, तर राजकुमार भएकोले गृहस्थी त्याग्नेछन् भन्ने कुराले उनी दुखी भए। उनले ब्राह्मणलाई के कारणले गृह त्यागेर जानेछन् भनेर सोधे। ब्राह्मणले यिनी वृद्ध शरीर, रोगी शरीर, मृत शरीर र सन्यासी जस्ता रूपहरू देखेर बालक त्यागी भएर जानेछन् भनेर जवाफ दिए। ब्राह्मणको यस्तो कुरा सुनेर राजाले दरबारमा सबैलाई राजकुमारले यस्तो रूपहरू कहिले पनि नदेखुन् भनेर दरबारका हरेक कर्मचारीहरूलाई सचेत रहन आज्ञा दिए। राजाले भने, मेरो एक्लो छोरालाई बुद्धत्वको कुनै पनि खाँचो छैन। जसरी भए पनि छोरालाई हजारौं द्वीपको अधिपति बनाएर चक्रवर्ती सम्राट बनाउने मेरो इच्छा छ, उनले भने। 7औं दिनको दिन रानी मायादेवीको निधन भयो। त्यसपछि सिद्धार्थको स्याहार सुसार, रेखदेख, हुर्काउने तथा बढाउने कामको जिम्मेवारी रानी प्रजापतिले गरिन्। प्रजापतिले सिद्धार्थलाई एकदमै धेरै प्रेम, माया, ममता दिएर आमाको धर्म र कर्तव्य निभाइन्। केही वर्ष बित्यो। एक दिन कपिलवस्तुमा खेती गर्ने उत्सव थियो। आषाढ महिनामा पर्ने यस उत्सवमा राजाले पनि हलो चलाएर खेती गर्नु पर्थ्यो। उत्सव हेर्नेको भिड लाग्थ्यो। राजाले जोत्ने गोरुको सिङहरूमा सुनको पाताले मोडिएका हुन्थे। त्यस खेतको एक छेउतिर एउटा जामुनको रुख थियो। त्यस ठाउँमा सफा गरेर पाल टाङ्न लगाए। धाईहरूको रेखदेखमा राजाले राजकुमारलाई त्यही रुखमुनि राखेर आफू खेततिर गए। केही बेरपछि धाईहरूलाई पनि राजाले जोतेको हेर्न मन लागेर राजकुमारलाई त्यहीँ छोडेर उनीहरू खेतमा गए। धाईहरूलाई फर्कन अलि ढिला भयो। उनीहरू फर्केर आउँदा राजकुमार पलेटी कसेर ध्यान गरिरहेका थिए। उनीहरूले सिद्धार्थलाई छोडेर जाँदाको समयमा जामुनको छाया सिद्धार्थमाथि जसरी परेको थियो त्यो अहिले पनि त्यस्तै थियो। यो देखेर धाईहरूले अचम्म मान्दै सम्पूर्ण कुरा राजालाई सुनाए। राजाले पनि आश्चर्य मान्दै सिद्धार्थलाई साष्टाङ्ग प्रणाम गरे। जब राजकुमार 14 वर्षका भए तब रानी गौतमीले छोरा जन्माइन्, जसको नाम नन्द राखिएको थियो। नन्द जन्मेको उपलक्ष्यमा सारा महलमा खुसियाली छाएको थियो। सिद्धार्थ पनि भाइ प्राप्त भएकोमा प्रसन्न भए। सिद्धार्थका काकाको छोराको नाम देवदत्त र आनन्द थियो। त्यस्तै नातेदारमा भाइ पर्नेहरूमा महानाम, भद्य र किम्बिल थिए। सिद्धार्थ आफ्नो पढाइमा अब्बल थिए। सिद्धार्थको प्रगति देखेर देवदत्तले आफूभित्रको ईर्ष्यालाई दबाउन कठिन हुन्थ्यो। देवदत्त शारीरिक दृष्टिले बलवान थिए भने सिद्धार्थ अधिक फुर्ती भएका व्यक्ति थिए। सिद्धार्थले आफ्नो अध्यापक अर्जुनलाई यस्तो प्रश्न सोध्थे जुन प्रश्नको उत्तर दिन उनलाई घन्टौं घण्टासम्म सोच्नु पर्थ्यो। सिद्धार्थले सङ्गीतको र प्रकृतिको त वरदान पाएका थिए। उनका सङ्गीतका अध्यापकले उनलाई दुर्लभ एवं मूल्यवान वंशीको उपनाम दिएका थिए। उनी एक्लै बसेर बेलुकाको समयमा बाँसुरी वादन गर्ने गर्थे। रानी गौतमी आफ्नो छोराको सङ्गीत सुन्ने उद्देश्यले बेलुकाको समयमा प्राय बाहिरै बस्ने गर्थिन्। जब उनी आफ्नो हृदय सिद्धार्थको सङ्गीतको साथमा बगाउँथिन् तब उनलाई सन्तोष प्राप्त हुन्थ्यो। उनले ऋग्वेद र अथर्ववेदको विशेष रूपले अध्ययन गरे। उनले ब्राह्मण र उपनिषद सहित अन्य धर्मग्रन्थको पनि गहन अध्ययन गरेका थिए। जब विद्यालयको छुट्टी हुन्थ्यो तब सिद्धार्थले आफ्नो साथीलाई राजधानीका गण्यमान्य पण्डित, पुजारी र ब्राह्मण भएको स्थानमा लगेर जाने गर्थे। विभिन्न विषयमाथि विचार विमर्श गर्ने गर्थे। यसबाट सिद्धार्थलाई देशमा यस्तो अनेक आन्दोलनको बारेमा ज्ञान प्राप्त भयो जसमा ब्राह्मणहरूको 1% अधिकारलाई चुनौती दिइरहेको थियो। साधु सन्यासीलाई भेट्न र धर्मचर्चा गर्न सिद्धार्थलाई रुचि बढ्दै गइरहेको थियो। उनका पिता राजा शुद्धोधनले यस कुरालाई मन पराउँदैनथे। उनलाई सिद्धार्थले कुनै न कुनै दिन राजमहल छोडेर सन्यासी बनेर जानेछन् भन्ने भयले सताइरहेको थियो। राजाले यस विषयमा आफ्ना कान्छा भाइ दृढ धनराज, जो आनन्द र देवदत्तका बुबा थिए, उनीसँग चर्चा गरे। राजा दृढ धनराजले केही बेर सोचेर भने, सिद्धार्थको बिहे गरिदिनुहोस्। एकपटक गृहस्थ जीवनमा फसेपछि उसले सन्यासीको विचार भुल्नेछ। राजा शुद्धोधनले यस कुरालाई स्वीकार गर्दै टाउको हल्लाए। त्यस रात राजाले आफ्नो चिन्ता रानी प्रजापतिलाई सुनाए। प्रजापतिले निकट भविष्यमै सिद्धार्थको विवाह गरिदिने वचन दिन्। उनले भर्खरै नन्दा नामक राजकुमारीलाई जन्म दिएको हुँदाहुँदै पनि राज्यमा युवकहरूको सम्मेलनको तयारी गर्न थालिन्।
महारानी प्रजापतिले विभिन्न देशका युवाहरूको सम्मेलनको लागि विभिन्न खेलकुदहरूको आयोजना गरिन्, जसमा सिद्धार्थ गौतमले पनि सहभागिता जनाएका थिए। राजा शुद्धोधनकी बहिनी पामिता, जसका पति कोलियाका राजा दण्डपाणी थिए, उनीहरूकी छोरी यशोधरा समेत त्यस कार्यक्रममा उपस्थित भएकी थिइन्। सबै प्रतियोगिताहरूमा जस्तै धनुर्विद्या, खड्ग प्रयोग र घोडादौड आदिमा सिद्धार्थ प्रथम भए। सिद्धार्थलाई यशोधराले पुरस्कार स्वरूप सेतो हात्ती प्रदान गरिन्। यो यशोधरा र सिद्धार्थको पहिलो भेट थियो। उनीहरूको दोस्रो भेट भने यसरी भयो। एक दिन सिद्धार्थ घुमिसकेर राजमहल फर्किरहेका थिए। उनले सानो एउटा गाउँमा यशोधराले गरिब बच्चाहरूलाई उपचार गरिरहेको देखे। त्यस दिन सिद्धार्थले यशोधरासँग केही बेर कुरा गर्ने अवसर मिलेको थियो। उनलाई आफ्नो र यशोधराको विचार मिल्दा अचम्म लाग्यो। यशोधरा आँखा बन्द गरेर परम्पराको पालना गरी महलमै बन्द रहनमा सन्तुष्ट थिएनन्। उनले पनि वेदको अध्ययन गरेकी थिइन्। उनी पनि समाजका अन्यायको परोक्ष रूपले विरोध गर्थिन्। सिद्धार्थ जस्तै उनी पनि धनी एवं राजपरिवारको सुविधाभोगी सदस्य बनेर रहनमा प्रसन्न थिएनन्। उनी अरूको सेवा गर्न पाउँदा खुसी हुन्थिन्। सङ्गीत र खेलकुद प्रतियोगितामा सिद्धार्थले सुन्दर युवतीहरू धेरै देखेका थिए। यशोधरा सबभन्दा सुन्दर मात्र थिएनन्। उनको साथमा सिद्धार्थलाई आफ्नोपन र सन्तुष्टिको अनुभव भइरहेको थियो। एकपटक महारानी प्रजापति गौतमीले राजधानीका सबै युवतीको मिलन समारोहको आयोजना गरिन्, जसको उद्देश्य सिद्धार्थको लागि राम्रै दुलैको खोजी गर्नु थियो। यो सम्मेलनमा यशोधरा पनि आएकी थिइन्। राजकुमारले सबै युवतीलाई केही न केही दिएका थिए, तर यशोधरालाई दिनको लागि उनीसँग कुनै पनि खास चिज थिएन। उनले आफूले लगाएको सुनको हार यशोधरालाई लगाइदिए। यो सबबाट सिद्धार्थको लागि यशोधरा नै योग्य छिन् भन्ने कुरा राजा शुद्धोधन, गौतमी र यशोधराकी आमा पामिता र राजा दण्डपानीलाई लाग्यो र सबैजनाको यसै कुरामा सहमति मिल्यो। त्यसै वर्षको शरद ऋतुमा सिद्धार्थ र यशोधराको बिहे भयो। समस्त राजधानीमा यो प्रसन्नताको दिन थियो। कपिल वस्तु झण्डा र फुलहरूले सजिएको थियो। सबै ठाउँमा सङ्गीतको स्वर गुन्जिरहेको थियो। आफ्नो रथमा बसेर सिद्धार्थ र यशोधराले विभिन्न ठाउँमा जाँदा उनीहरूलाई हर्षध्वनिका साथ स्वागत गरिन्थ्यो। सिद्धार्थ र यशोधराले ठुला ठुला गाउँ लगायत साना साना गाउँको पनि भ्रमण गरे। गरिब तथा निर्धन परिवारको लागि भोजन र वस्त्र पनि बाँडे। राजा शुद्धोधनले नवविवाहित जोडीको लागि ऋतु अनुरूपको 3वटा भवनहरू आफ्नै रेखदेखमा बनाउन लगाए। ग्रीष्मकालीन भवनको निर्माण पहाडको उचाइको एक रमणीय स्थानमा बनाए। वर्षा र शरद ऋतुका लागि भवन राजधानीमा नै बनाइयो। राजा शुद्धोधनको चित्त शान्त थियो, किनकि सिद्धार्थ उनले आशा गरेको मार्गमा नै चल्न थालेका थिए। आफ्नो छोरा र नवजोडीको मनोरञ्जनको लागि राजाले स्वयं सर्वोत्तम सङ्गीतकार एवं नृत्यको लागि युवतीहरूलाई चयन गरेका थिए। ग्रीष्म ऋतुमा जब सिद्धार्थ र यशोधरा ग्रीष्मकालीन भवनमा गए, तब सिद्धार्थले यशोधरालाई 3 स्थानहरू देखाए जुन तिनले अहिलेसम्म देखेकी थिएनन्। उनीहरू नयाँ नयाँ गाउँमा गएर मानिसहरूको दुःख सुख समस्यालाई बुझ्थे। उनीहरूले समाधान नै गर्न नसक्ने कयौँ समस्याहरू छन् भनेर थाहा पाए। यता दरबारभित्रको अवस्थामा सिद्धार्थले धेरै हदसम्म थाहा पाइसकेका थिए। प्रत्येक अधिकारीहरू दुःख र आवश्यकता हटाउनुको सट्टा आफ्नो सत्ता कसरी बचाउन सकिन्छ भनेर त्यसको पछि लागिरहन्थे। यही कारणले उनलाई राजनीतिप्रति वितृष्णा उत्पन्न भइरहेको थियो। उनका पितालाई पनि धेरै अधिकारीहरू लाचार र भ्रष्टाचारीहरू छन् भन्ने थाहा थियो। तर पनि आफ्नो शासनको स्थायित्वको लागि राजाले पनि तिनै व्यक्तिमाथि निर्भर रहनु पर्थ्यो। सिद्धार्थले अनुभव गरे, यदि उनी आफ्नो पिताको स्थानमा स्वयं राजा भए पनि यी सबै सहनु पर्ने हुन्छ। मानिसहरूको हृदयबाट लोभ, लालच जस्तो ईर्ष्या भावना निकालेर मात्र स्थितिमा सुधार हुन्छ भन्ने कुरा उनले महसुस गरेका थिए। यिनै कारणले गर्दा आध्यात्मिक मुक्ति मार्गमा चल्ने उनको इच्छा अझै तीव्र बन्दै गइरहेको थियो। केही समयपछि उनीहरू राजधानी फर्किए। यशोधराले आफ्नो समाजसेवाको कार्यमा सिद्धार्थको मार्गदर्शन प्राप्त गर्ने चाहना राखिन्। समाजसेवा गरेर स्वयंलाई स्वस्थ राख्ने उनको आवश्यकताको बारेमा सिद्धार्थलाई राम्रोसँग थाहा थियो। त्यसैले यशोधराको समर्थन गर्नमा उनी कहिल्यै हिचकिचाउँदैनथे। यसबाट यशोधरालाई आफ्नो पतिमाथि धेरै विश्वास उत्पन्न भएको थियो। राजा शुद्धोधनले सिद्धार्थ अब उनको साथमा धेरै समयसम्म रहन् भन्ने चाहन्थे। उनी सिद्धार्थसँग राजनीति तथा राजकाजको विषयमा छलफल गर्न चाहन्थे। राजकुमारलाई अनेक राजकीय सभाहरूमा भाग लिनको लागि बोलाउन थालियो। कहिलेकाहीँ राजा तथा राजकुमारको बीचमा मात्रै छलफल हुन्थ्यो भने कहिलेकाहीँ अन्य अधिकारीहरू पनि सँगै हुन्थे। सिद्धार्थ चुपचाप अरूको कुरा सुन्थे, तर आफू एक शब्द पनि बोल्दैनथे। एक दिन राजा शुद्धोधनले सिद्धार्थलाई सोधे,
राजदरबारमा तिमी सधैँ चुपचाप बसिरहन्छौ। तिमी त्यहाँ आफ्नो विचार किन व्यक्त गर्दैनौ? सिद्धार्थले राजदरबारमा षड्यन्त्र र भ्रष्टाचार हुन्छ, मैले आफ्नो विचारहरू व्यक्त गर्नु व्यर्थ छ भनेर जवाब दिए। राजा शुद्धोधनले आफ्नो र छोराको संसारलाई हेर्ने दृष्टिमा कति अन्तर छ भनेर थाहा पाए। यसै डरलाई मनमा राखेर यशोधराले सिद्धार्थलाई आफ्नो पेटतिर इसारा गरेर भनिन्, हाम्रो प्रेमको चिनो मेरो पेटमा हुर्किरहेकोमा म एकदमै प्रसन्न छु। यो कुरा सुनेपछि सिद्धार्थलाई आफू दलदलमा फसेको जस्तो महसुस भयो। सिद्धार्थ आफ्नो महलबाट बाहिर निस्के। उनलाई समाजमा भएको अपार दुःख, राजदरबारमा हुने राजकर्मचारीको अनेक षड्यन्त्र, मानिसको लोभ, मोह, पद जस्ता कुराहरू सम्झेर आफूलाई गहिरो दलदलमा फसेको अनुभव हुन थाल्यो। उनी यस कुराबाट छुटकारा पाउन चाहन्थे। यस कुरामा उनको कति पनि ढिलो नहोस् भन्ने मनाशय थियो। तर पनि यस समयमा यशोधरालाई साथ दिनुपर्छ भन्ने उनलाई लाग्यो। समय कति छिटो बित्दै गएको थियो थाहा नै भएन। यशोधराको गर्भ 9 महिनाको भयो। यशोधरालाई पीडाले सताउन थाल्यो। यशोधराको आमा पामिताले नगरका अत्यन्तै कुशल धाईहरूको व्यवस्था गरेकी थिइन्। सिद्धार्थ त्यस समय दरबारमा थिएनन्। उनी छन्नसँग बाहिर यात्रामा गएका थिए। यात्रामा उनले रोग लागेको मानिसलाई देखे। उक्त मानिसलाई उपचार गर्न सिद्धार्थ रथबाट तल ओर्ले। छन्नले रोगी मानिसलाई नछुन भने, तर सिद्धार्थको मनले मानेन। उपचार गर्न थाले, तर ढिलो भइसकेको थियो। उसले सिद्धार्थको काखमा नै मृत्युवरण गर्यो। यस घटनाबाट सिद्धार्थको आँखा वरिपरि मानिसहरूको दुःख यसरी घुमिरहेको थियो कि यसबाट उनी सम्हालि नै सकेनन्। यत्तिकैमा उनले एउटा सेतो वस्त्र लगाएर ध्यान गरेको योगीलाई देखे। उनी आफ्नो रथबाट झरेर योगीसँग वार्तालाप गरे। त्यसपछि उनी आफ्नो राजदरबारमा पुगे। दरबार पुगेपछि यशोधराले छोरा जन्माएको कुरा थाहा पाए। सिद्धार्थको निर्देशनमा नै उनको छोराको नाम राहुल राखियो। दरबार पुग्दा पुग्दै सिद्धार्थले दरबार त्याग्ने कुरा निर्णय गरे। उनको भाव यतिसम्म विचलित थियो कि उनी छोरालाई काखमा राख्नुपर्छ भन्ने कुरा समेत ध्यान दिएनन्। त्यसै दिन उनले बुवालाई भेटेर भने, बुवा महाराज, म तपाईँसँग घर छोडेर सन्यास ग्रहण गर्ने आज्ञा लिन आएको हुँ, जसले गर्दा म सद्धर्मको मार्ग खोज्न सकूँ। यो कुरा सुनेर राजा शुद्धोधन चिन्तित भए। उनलाई यो दिन एक न एक दिन आउँछ भन्ने थाहा थियो। राजाले सिद्धार्थलाई कर्तव्य र जिम्मेवारीको कुरा गरी रोक्न चाहे, तर सिद्धार्थले राज्य नै त्याग्ने निर्णय गरेकोले यो सबै कुराले उनलाई केही पनि असर गरेन। उनी आफ्नो श्रीमती र छोरालाई गहिरिएर हेरेर दरबारबाट निस्किन लागे। उनले राजपाट, राजपरिवार, धर्मपत्नी र नवजात शिशु राजकुमारलाई त्यागेर कन्थक नामको घोडामा चढे। छन्न नामको सारथीलाई लिएर सबैजना मस्त निदाइरहेको अवस्थामा मध्यरातमा चारैतिर अग्ला अग्ला पर्खालहरूले घेरिएको ऐश्वर्यशाली सुन्दर भव्य महलबाट सब थोक त्यागेर बाहिर निस्के। त्यसपछि उनीहरू दक्षिणतर्फ लागे। बाटोमा एउटा जङ्गलको किनारमा रोकिए। सिद्धार्थले आफूले लगेको तरबारले कपाल काटे। उनले आफ्नो कण्ठहार निकाले। सिद्धार्थले तरबार र कण्ठहार दिएर घर फर्किन लगाए। उनले छन्नलाई तरबार र कण्ठहार बुबालाई दिन र यशोधरा र राहुलको ख्याल राख्न आग्रह गरे। छन्नले तरबार र कण्ठहार लिएर दरबारतिर लागे। सिद्धार्थले छन्नलाई ओझेल नहुँदासम्म हेरिरहे। त्यसपछि उनी एउटा सामान्य मानिसको भेषमा वनभित्र छिरे। उनलाई वनमा प्रवेश गर्दा शान्त र स्वतन्त्र अनुभव भएको थियो। उनी त्यस रात एउटा सालको रुखमुनि सुते। भोलिपल्ट सूर्यको किरणले उनको आँखा खोल्यो। उनले एकजना सन्यासी आफ्नो अगाडि उभिएको पाए। उक्त सन्यासीले सिद्धार्थ उठ्ने प्रतीक्षा गरिरहेका थिए। सिद्धार्थले उनलाई आफूले भर्खर गृहत्याग गरेको र अहिलेसम्म कुनै पनि गुरुबाट शिक्षा प्राप्त नगरेको कुरा बताए। उनी आफूले आचार्य आलर कालमको शिष्य बन्न चाहेको बताएपछि उक्त सन्यासीले आफू पनि आचार्य आलर कालमको शिष्य रहेको र अहिले उनको आश्रम वैशालीको उत्तरमा रहेको बताए। सिद्धार्थ उनको साथमा वैशालीतिर प्रवेश गरे। उनीहरूले 9 दिनको यात्रा गरेपछि आचार्य आलर कालमको आश्रममा पुगे। सिद्धार्थ आचार्य समक्ष उपस्थित भएर आफूलाई शिष्य बनाउन आग्रह गरे। उनको आग्रहलाई सुनेर आचार्यले भने, सिद्धार्थ, तिमीलाई शिष्यको रूपमा पाउँदा म अत्यन्त प्रसन्न छु। यदि तिमीले मेरो साधना पद्धति अनुसार साधना गर्यौ भने तिमी छोटो समयमा नै मेरो शिक्षाको फल प्राप्त गर्न सक्षम हुनेछौ। सिद्धार्थले आचार्यलाई प्रणाम गरे। सिद्धार्थले साधना सुरु गरे। उनले आचार्यले भनेको कुरालाई केही हप्तासम्म साधना गर्दै जाँदा उनी तपस्याको उच्च स्तरसम्म पुगे। उनको चित्त निर्विचार तथा वितराग भयो। उनको आनन्द र पीडा समाप्त भयो। उनले आफ्नो साधनाको अनुभूति आचार्यलाई सुनाए।
यो सुनेर आचार्य निकै प्रभावित भए। गुरुले उनलाई आफ्नो चित्तलाई असीम आकाशमा तिरोहित गर्ने भनेर सिकाए। यस चरणमा मन अनन्तको साथमा फराकिलो हुन्छ। आकाश नै समस्त पदार्थ र अनन्त स्रोत देखिन्छ। सिद्धार्थले गुरुको निर्देशन अनुसार त्यस स्थितिको प्राप्तिको लागि ध्यान गर्न सुरु गरे। उनले 3 दिनभन्दा पनि कम समयमा त्यस अवस्था प्राप्त गर्नमा सफल पनि भए। गुरुले सिद्धार्थलाई अझ अगाडि बढेर तिमीले असीम आत्मजागृतिको अनुभूति गर्नुपर्छ भनेर सिकाए। सिद्धार्थले असीम आत्मजागृति 2 दिनमा मात्र प्राप्त गरे। 1 महिनाभन्दा पनि कम समयमा सिद्धार्थले अपदार्थको स्थिति प्राप्त गरे र त्यस कुरा आचार्य समक्ष राखे। आचार्य एकदमै प्रसन्न भएर सिद्धार्थको प्रशंसा गरेर आफू पनि त्यही स्थितिमा रहेको हुँदा अब दुवै मिलेर भिक्षु समुदायलाई शिक्षा दिने बताए। तर सिद्धार्थको लक्ष्य कुनै समुदायको नेता हुने नभएर साँचो मुक्तिको मार्ग खोज्नु थियो। सिद्धार्थले आचार्यलाई जवाब दिँदै भने, आदरणीय आचार्य, यो नै मेरो अन्तिम लक्ष्य होइन जसको खोजीको लागि म निस्किएको छु। तपाईँले मलाई जुन शिक्षा दिनुभयो त्यसको लागि धन्यवाद स्वीकार गर्नुहोस्। म यो भिक्षु समुदाय छोडेर जान चाहन्छु। यस कुराले आचार्य कालम निराश भए। सिद्धार्थले आफ्नो लक्ष्य प्राप्त गर्नको लागि त्यहाँबाट निस्किएर नदी पार गरी मगध साम्राज्यभित्रसम्म गइरहे। सिद्धार्थको चालचलन देखेर जो कोही पनि उनीबाट प्रभावित हुने गर्थे। एक दिन सिद्धार्थबाट प्रभावित भएर मगध राज्यका राजा बिम्बिसार उनलाई भेट्न आए। राजाले उनलाई दरबारमा जानको लागि विभिन्न लोभहरू देखाए। तर पछि सिद्धार्थ कपिलवस्तुको राजकुमार हुन् भन्ने कुरा थाहा पाएपछि आश्चर्यचकित भए। उनी लज्जित हुँदै क्षमा मागे। त्यहाँ राजा बिम्बिसार र सिद्धार्थको मित्रता भयो। सिद्धार्थको गुरुको खोज जारी नै रहेको थियो। यत्तिकैमा उनले उद्धक रामपुत्रको बारेमा सुने, जो अहिले 75 वर्षका थिए। उनले ध्यानको गहिरो स्थिति प्राप्त गरेका थिए। सिद्धार्थ त्यतै लागे। उनी उद्धक रामपुत्र कहाँ पुगेर आफूलाई शिष्य बनाउन आग्रह गरे। रामपुत्रले उनलाई शिष्यको रूपमा ग्रहण गरे। रामपुत्रले ध्यानको प्रथम चरण अभ्यास गर्न भने, तर सिद्धार्थले अपदार्थको चरणसम्म ध्यान गरिसकेको कुरा बताए। रामपुत्रले त्यस स्थितिको परीक्षा लिए। त्यसमा उनी सफल भए। त्यसपछि आचार्यले सिद्धार्थलाई निर्विचार स्थितिको ध्यान गर्न सुझाव दिए। सिद्धार्थले 1 महिनाभित्रमै उद्धक रामपुत्रले भनेको स्थितिलाई प्राप्त गरे। रामपुत्र सिद्धार्थको प्रतिभा देखेर अत्यन्त प्रभावित भए। उनले संयुक्त रूपमा आश्रमवासीहरूलाई मार्ग निर्देशन गर्न र आफ्नो मृत्युपछि उद्धक रामपुत्रको पद सम्हालेर बस्न सक्छौ भनेर सुझाव दिए। सिद्धार्थले विनम्रतापूर्वक उक्त पदलाई स्वीकार गर्न असमर्थ भएको कुरा व्यक्त गरे। त्यसैले सिद्धार्थले त्यस भिक्षु सङ्घलाई पनि छोडेर जाने कुरा व्यक्त गरे। सिद्धार्थले 2 सर्वोच्च आचार्यहरूबाट शिक्षा पाए। अध्यात्मको क्षेत्रमा धेरै कुराहरू प्राप्त गरिसकेका थिए। तर उनको मूलभूत प्रश्न भने अझै पनि अनुत्तरित थियो। उनले योभन्दा धेरै कुनै पनि आचार्यले ज्ञान दिन सक्दैन। अब सम्बोधि प्राप्त गर्नको लागि स्वयंले साधना गर्नुपर्छ भन्ने कुरा महसुस गरे। यसरी उनी उरुबेला गाउँ नजिकै रहेको निरञ्जना नदीको किनारमा बसेर शरीर पीडन तप गर्न थाले। शरीर पीडन तप गरेको 4थो महिनामा कौण्डन्य र बाँकी 4 जना मित्रहरू सिद्धार्थलाई खोज्दै आए। 4थो महिनादेखि सबै मिलेर शरीर पीडन तपको स्थितिमा ध्यान गर्न थाले। बाँकी 5 जना सिद्धार्थले गरेको तपस्या देखेर उनीहरूको पनि मुटु काँप्थ्यो। यस्तो तपस्या त कसैले पनि गर्दैनन् भनेर उनीहरूले सोच्थे। शरीर पीडन तपले उनको शरीर एकदमै पातलो र हड्डी मात्र भएको बन्दै गएको थियो। उनीहरूले अन्नको भोजन गर्न पनि छोडिसकेका थिए। सारा प्रयासपछि पनि सम्बोधिको नाम निशान देखा परेको थिएन। उनलाई यो कुराको बोध भयो कि सम्बोधि प्राप्त गर्नको लागि शरीर पनि स्वच्छ हुनुपर्छ र त्यसको लागि भिक्षुले भोजन गर्नु आवश्यक हुन्छ। उनले शरीर पीडन तप मार्ग छोडेर भोजन गरे। यो देखेर कौण्डन्यसहितको 5 जना सन्यासीले सिद्धार्थ आफ्नो सम्बोधिको मार्गलाई बीचमै छोडेका छन् भन्ने ठाने। अब हामीले सिद्धार्थलाई विश्वास गर्नुको कुनै पनि अर्थ छैन। अब हामीले अन्तै कतै साधना गर्नुपर्छ भनेर उनीहरू हिँडे। उनीहरूको अनुपस्थितिले सिद्धार्थलाई केही समयसम्म खल्लो बनायो। तर उनलाई जुन मार्ग मिलेको थियो त्यसमा उनलाई पुरा विश्वास थियो। उनले मनमनै सोचे कि जुन दिन म सम्बोधि प्राप्त गर्नेछु उनीहरूलाई सम्झाएर आफ्नो मार्गमा ल्याउनेछु। यति सोचेर सिद्धार्थले मध्यम मार्गको अभ्यास गर्न थाले। उनले आजकल दिनदिनै खाना खान थालेका थिए। सिद्धार्थ गौतमले ध्यान साधनाद्वारा आर्जित समस्त मन शक्तिलाई आफ्नो शरीरमा केन्द्रित गरे। उनले शरीरका प्रत्येक अणु, परमाणु, जन्म, अस्तित्व र मृत्युको अनन्त प्रवाहमय सरिता रूपी जलको एउटा थोपा समान भएको देखे।
उनले मानिसहरूले आफ्नो भावबोधको बारेमा थाहा नहुनाले अनन्त पीडा भोग्छन् भनेर थाहा पाए। मानिसहरूले अनित्यलाई नित्य, अनात्मलाई आत्मयुक्त र मरण धर्मलाई अजर अमर सम्झन्छन् भन्ने बुझे। दिनहरू बित्दै गए। सिद्धार्थले तीनवटा सपना देखे। एकमा पृथ्वीलाई शयनकक्षको रूपमा देखे। दोस्रो सपनामा उनले सिरी नामक घाँस उनको नाभिबाट निस्केर माथि आकाशमा गएको देखे। तेस्रो सपनामा विभिन्न रङका पंक्षहरू आफूतिर आएको र आफू नजिक आएपछि सबै पंक्षहरू एउटै रङको भएको देखे। यस सपनाबाट सिद्धार्थलाई महान सम्बोधिको प्राप्त भएको आभास भएको थियो। सिद्धार्थ गौतमले कपिलवस्तु छोडेको 7 वर्ष भइसकेको थियो। दरबार छोडेको 7औं वर्षको वैशाख शुक्ल पक्षको पूर्णिमाको दिन उनले सम्बोधि प्राप्त नभएसम्म नउठ्ने प्रकट गरेर पद्मासनमा बसेका थिए। त्यस दिनको कुरा हो। सिद्धार्थको आत्मजागृतिको कारण चित्त, शरीर, श्वासन क्रिया एकाकर भएको थियो। गहिरो समाधिको अवस्थामा उनले आफ्नो शरीरमा असंख्य प्राणीहरूको अवस्थालाई अनुभव गरे। उनलाई जीवधारी र अन्य प्राणी, खनिज, घाँस, पशु र मानव उनीभित्र छन् जस्तो लाग्थ्यो। उनले आफ्नो विगत जन्म र मृत्युलाई देखे। उनले हजारौं सृष्टि तथा ग्रह नक्षत्रको रचना एवं विनाश देखे। यो उनको सृष्टि दर्शनको पहिलो चरण थियो। सिद्धार्थ गौतम अझै गहन समाधिको गहिराइमा गए। उनले कसरी असंख्य प्राणीहरू असंख्य जन्म र मृत्युको बीचमा अगाडि बढ्छन् भनेर थाहा पाए। उनले देखे कि जन्म र मृत्यु त बाह्य दृश्य मात्र हुन्, वास्तविकता होइनन्। यस अनुभूतिले गौतम बुद्धलाई जन्म र मरणको जालबाट पार लाग्ने मार्ग देखायो। यसबाट उनी धेरै मुस्कुराए। समाधिको यो दोस्रो चरण थियो। त्यस बेला बाहिर ठूलो हावा चल्यो, पानी पर्यो। यसबाट सिद्धार्थ गौतम कति पनि विचलित भएनन्। उनले अगाडि देखे कि मानिसहरू अज्ञानका कारण अनेक प्रकारका दुःख, क्रान्ति र पीडाहरू भोग्छन्। लोभ, क्रोध, अहंकार, भ्रम र भय सबैको जड अज्ञान हो। जब हामी चित्तलाई शान्त गरेर गहिराईको साथमा सत्यको दर्शन गर्न पाउँछौँ तब हामीलाई पूर्ण ज्ञान प्राप्त हुन्छ, जसले गर्दा प्रत्येक दुःख चिन्ताको निवारण हुन्छ। यसले गर्दा प्रेमको उदय हुन्छ। भ्रमरहित ज्ञान प्राप्तिको लागि व्यक्तिले जागरूकताका साथ बाँच्नुपर्छ। जीवनको वर्तमान क्षणको साथमा लगातार उसको सम्पर्क हुनुपर्छ। जागरूकताको अभ्यास गर्नाले यसमा गहिराईसम्म सोच्ने, बुझ्ने क्षमताको विकास हुन्छ। गहिरो समाधिको अवस्थामा समस्त प्राणीको हृदयलाई हेर्दै सिद्धार्थले प्रत्येकको मनको अवस्था जाने, चाहे त्यो जतिसुकै टाढा किन नहोस्। त्यसबाट उनी प्रत्येक व्यक्तिको हर्ष र अभिशापको आवाज सुन्न सक्थे। यसरी उनले दिव्य दृष्टि, दिव्य शरण र आफ्नो ठाउँमा बसी बसी कतै पनि जान सक्ने सामर्थ्य आर्जित गरेका थिए। गौतमलाई यस्तो अनुभव भयो मानौ उनी हजारौं जन्मको कारागारबाट मुक्त भएका छन्। यस कारागारको द्वार अज्ञान थियो। यो अज्ञानले हाम्रो चित्त आकाशलाई पनि त्यसरी नै छोपेको छ, जसरी कालो बादलले चन्द्रमा र ताराहरूलाई छोपेको हुन्छ। यसमा जन्म, जरा, रोग र मृत्युले त्यस कारागारको पर्खाललाई अझ मजबुत बनाएको हुन्छ। यस्तो अवस्थामा के गर्न सकिन्थ्यो भने कारागारको द्वारपाललाई पर्खने र त्यसको वास्तविक स्वरूपलाई हेर्ने। ती कारागारको द्वारपाल अज्ञान छ। एकपटक कारागारको द्वारपाल गयो भने कारागार नै ध्वस्त हुनेछ र फेरि कहिल्यै पनि बन्न सक्ने छैन। यी कुराहरू आफूलाई अनुभव भएपछि सिद्धार्थ गौतमले मनमनै भने, ए कारागारका प्रहरी, मैले तिमीलाई देखिसकेँ। कैयौँ जन्मदेखि तिमीले मलाई जन्म मरणको कारागारमा बन्द राखेका थियौ, तर अब मैले तिम्रो वास्तविक स्वरूप राम्रोसँग चिनिसकेको छु। अब तिमीले मेरा लागि अरू कारागारको निर्माण गर्न सक्ने छैनौ। सिद्धार्थ गौतम बुद्ध बनिसकेका थिए। उनले बोधि वृक्षको मुनि बसेर अगाडि आकाशको क्षितिजमा चम्किरहेको तारालाई आज पहिलो पटक देखे जसरी हेरे। बुद्ध बनिसकेपछि पहिलो पटक करुणामय भावमा आवाज निकाले। समस्त प्राणीहरूको अन्तरालमा समृद्धको बीज लुकेको हुन्छ। फेरि पनि हामी हजारौं जन्म मरणको सागरमा डुब्दै आएका छौँ। सम्बोधि लाभ गरिसकेपछि उनले आजसम्म आफूलाई सम्बोधि लाभको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए। त्यसमा आफ्ना विरोधीदेखि लिएर आफन्त सबैलाई प्रणाम गरे। यसरी हाम्रो विरोधीहरूले पनि हामीलाई केही न केही सिकाइरहेका हुन्छन्। उनले आफ्ना कपिलवस्तुका प्रजाहरूलाई सम्झे। आफ्नो बुवा आमा, पत्नी यशोधरा, छोरा राहुल, भाइहरू छन्न, राजा बिम्बिसार र कौण्डन्यसहित 5 जना सन्यासीहरूलाई सम्झे, जसलाई उनले सम्बोधि प्राप्तपछि आफूले प्राप्त गरेको ज्ञान बाँड्ने बाचा गरेका थिए। भोलिपल्ट बिहान सुजाताले सिद्धार्थको लागि भोजन लिएर आइन्।
उनले पिपलको रुखमुनि बसेका सिद्धार्थलाई सूर्य समान सुन्दर देखिन्। उनी सिद्धार्थलाई खान दिन नजिक जाँदा उनको पीडा र चिन्ता लुप्त भएको अनुभव गरिन्। उनले सिद्धार्थ समक्ष भोजन राखिदिन् र नमन गरिन्। त्यसबेला उनलाई शान्ति र आनन्दका लहर सिद्धार्थबाट प्रस्फुटित भएर उनको आफ्नो हृदयमा जोडिरहे जस्तो लाग्यो। सिद्धार्थले उनलाई आफ्नो नजिक बोलाएर हिजो राति आफूले सद्धर्मको बाटो पत्ता लगाएको कुरा बताए। त्यसपछि सुजाताले आफ्नो सबै साथीलाई बोलाएर बुद्धले प्राप्त गरेको ज्ञान प्रदान गर्न आग्रह गरिन्। बुद्धले ती बालबालिकालाई उनीहरूले बुझ्ने सरल भाषामा ज्ञान दिए। ज्ञान प्राप्त भएपछि बच्चाहरू घर गए। त्यसपछि बुद्ध 2 आली हुँदै आफ्नो प्रिय कमल सरोवरसम्म गए। त्यहाँ बसेर सुन्दर कमललाई ध्यानपूर्वक हेरे। उनले कमल फुललाई हेरेर त्यसको जीवनको विविध चरणमाथि विचार गर्न थाले। यसै क्रममा उनले कुनै फुल सेता, कुनै फुल नीला र कुनै फुल गुलाबी हुन्छन् भन्ने बुझे। फुल जस्तै मानिसहरू पनि फरक फरक स्वभावका हुन्छन्। त्यसैले मैले शिक्षणका विभिन्न पद्धतिहरू अलग अलग रूपमा दिनुपर्छ भन्ने बुझे, जसले गर्दा विभिन्न प्रकारका मानिसले प्रष्टसँग बुझ्न सकुन्। यसरी भगवान बुद्ध त्यही बोधि वृक्ष मुनि 7 हप्तासम्म बसेर सम्बोधिको प्राप्तिको आनन्दमा रहे। त्यसपछि उनले पञ्चवर्गीय भिक्षुहरूलाई खोज्न थाले। ती भिक्षुहरूले वाराणसीको ऋषि पत्नको मृगदावनमा साधना गरिरहेको कुरा उनलाई उपाक नामक युवा भिक्षुले जानकारी दिए। त्यहाँबाट बुद्ध किनारै किनार हुँदै पाटली गाउँ पुगे। फेरि त्यहाँबाट गङ्गा नदीको किनारै किनार हुँदै काशी राज्यको राजधानी वाराणसी पुगे। 5 भिक्षुहरूले मृगदावनमा तपस्या गरिरहेका थिए। 5 भिक्षुहरूमध्ये अश्वजीले आफ्नो ध्यानबाटै उनले कुनै एक सन्यासी आफूतर्फ आइरहेको देखे। अपरिचित सन्यासी नजिक आएपछि उनले ती सिद्धार्थ हुन् भन्ने थाहा पाए। उनले यो कुरा तुरुन्तै आफ्ना 4 मित्रलाई सुनाए। उनको कुरा सुनेर भिक्षुले सिद्धार्थले सद्धर्मको बाटो छोडेका थिए भन्ने मानेर स्वागत समेत नगर्ने एक आपसमा विचार बनाए। उनीहरूलाई थाहा नै थिएन जसरी भगवान बुद्ध पाइलाहरू चाल्दै अगाडि आउँथे उनीमा दुर्लभ आध्यात्मिक शक्तिको आभास हुन्थ्यो। यही शक्तिको प्रभावले सिद्धार्थलाई अपमान गर्ने उनीहरूको इच्छा विलीन भयो र फटाफट 5 जना बुद्धको सेवामा तत्पर भए। बुद्धलाई आसनमा राखेपछि कौण्डन्यले शरीर पीडन तपको मार्ग बीचमै छोडेको लगायत जिज्ञासा राखे। भगवान बुद्धले आफूले सद्धर्मको मार्ग पत्ता लगाएको र यस मार्गको नाम मध्यम मार्ग भएको र जसमा सबै प्रकारका अतिको लागि कुनै प्रकारको स्थान नभएको बताएका थिए। उनले भने यो मार्गले ज्ञान र शान्तिको पथमा अग्रसर हुने क्षमता राख्दछ। यो पवित्र अष्टाङ्गिक मार्ग हो। यसको माध्यमबाट सम्यक कर्म, सम्यक जीवनयापन, सम्यक बाणी, सम्यक प्रयास, सम्यक चेतना र सम्यक एकाग्रता सम्भव हुन्छ। यस मार्गलाई म यस कारण सम्यक मार्ग भन्छु किनकि यसमा कष्टसँग सिधै सामना गरिन्छ जसले गर्दा त्यसलाई हटाउन सकियोस्। भगवान बुद्धले उनीहरूलाई 4 आर्य सत्य दुःखको विद्यमानता, दुःखको मूल, दुःखको अन्त्य र दुःखनाशको उपायको बारेमा ज्ञान दिनुभयो। भगवान बुद्धको धर्मदेशनाबाट कौण्डन्यलाई सम्बोधि प्राप्त भयो भने बाँकी भिक्षुले अर्हत ज्ञान प्राप्त गरे। काशी र मगध राज्यका धेरै मानिसले बुद्ध र उनका शिष्यसँगको बारेमा सुने। उनीहरूलाई शाक्य वंशका राजकुमारले सम्बोधि प्राप्त गरेका छन् र उनी वाराणसीको नजिकै ऋषि पत्नमा बसेर सद्धर्मको ज्ञान दिइरहेका छन् भन्ने थाहा भयो। धेरै सन्यासीहरू जसले अहिलेसम्म मोक्षको मार्ग पाएका थिएनन् उनीहरू पनि उत्साहित भएर सबैतिरबाट ऋषि पत्न आउन थाले। बुद्धको उपदेश सुनेर अधिकांश सन्यासीहरूले भिक्षुक बन्न स्वीकार गरे। यसरी बुद्धको शिष्यको सङ्ख्या तीव्र गतिमा बढ्न थाल्यो। बुद्धले विभिन्न ठाउँको भ्रमण गरी पञ्चशीलको बारेमा पनि बताएका थिए। एक दिन भ्रमणको क्रममा उनले यश नामक एकजना युवकलाई देखे जो एक्लै बरबराइरहेका थिए। यसले अरुचिपूर्ण र घृणास्पद भावमा बरबराइरहेका थिए। यस्तो सुनेर बुद्धले प्रतिक्रिया दिए, केही पनि अरुचिपूर्ण छैन, केही पनि घृणास्पद छैन। ती युवक हिँड्दा हिँड्दै एक्कासी रोकिए। बुद्धको स्वर स्पष्ट र शीलतापूर्ण थियो। युवकले बुद्धलाई सभ्य र प्रसन्न मुद्रामा बसिरहेको देखे। उनले आफ्नो जुत्ता खोलेर बुद्ध समक्ष गएर भक्तिभावका साथ नमन गरे। त्यसपछि उनको नजिक बसे। बुद्धले सोधे, के अरुचिपूर्ण छ, के यति धेरै घृणास्पद छ? युवकले आफ्नो नाम यश रहेको र आफू वाराणसीको सबभन्दा धनी र सम्मानित व्यक्तिको छोरा भए पनि आफ्नो मन शान्त नरहेको र आफू एउटा झ्याल नभएको कोठामा बन्द भएको बताए, जो ताजा हावा र सन्तोषजनक जीवनको लागि छटपटाइरहेको थियो।
यसरी उनले आफ्नो सम्पूर्ण दुःख बुद्धलाई बताए। यसको सम्पूर्ण कुरा सुनेपछि बुद्धले जीवन दुःखले भरिएको छ, तर यसको अर्को पाटोमा अद्भुतताहरू पनि छन्। यदि तिमीले कामनालाई त्यागेर पूर्णताका साथ जीवन व्यतीत गर्यौ भने जीवनका अनेक अद्भुतताको अनुभव गर्न सक्नेछौ। तिमीले चारैतिर दृष्टि फैलाऊ, आफ्नो आँखा बन्द गर र गहिरो श्वास तानेर बाहिर फालिदेऊ। यस श्वासन क्रियालाई केही पटकसम्म दोहोऱ्याऊ। अब बिस्तारै आँखा खोला। तिमीले आफ्नो वरिपरि सबै राम्रो देख्नेछौ। त्यसपछि भगवान बुद्धले कौण्डिन्यलाई प्रवचन दिने जिम्मेवारी सुम्पेर आफू ऋषि पत्नबाट मगधको यात्रामा निस्किए। उनले बोधिवृक्ष भएको स्थानमा गए जहाँ उनले सम्बोधि प्राप्त गरेका थिए। त्यसै दिन सुजाता र अन्य बच्चाहरूबाट भगवान बुद्धलाई उरुवेला काश्यपको बारेमा थाहा भयो, जो अग्नि देवताको आराधना गर्ने गर्थे। उनको साथमा 500 जना शिष्यहरू थिए। भगवान भोलिपल्ट नै काश्यपलाई भेट्न गए। यसबाट काश्यप बुद्धको ज्ञानबाट एकदमै प्रभावित भए। बुद्धले उनलाई अनात्माको शिक्षा दिए। काश्यपसँग भएका थुप्रै प्रश्नको उत्तर बुद्धले निकै सहजताका साथ दिए। बुद्धसँग भेटिसकेपछि उनलाई लाग्यो कि उनको यतिका समय यत्तिकै खेर गयो। अघिल्लो दिन काश्यपले आफ्नो 500 जना शिष्यसँग आफू बुद्धको शिष्य बन्ने कुरा घोषणा गरिदिए। यसबाट 500 शिष्य पनि बुद्धको शिष्य बन्न तयार भए। यसरी उनीहरू बुद्ध समक्ष पुगेर 3 पटक बुद्धम शरणम गच्छामि, धम्मम शरणम गच्छामि र सङ्गम शरणम गच्छामिको उच्चारण गरे। यी त्रिरत्नको उच्चारणले समस्त वन गुन्जायमान भयो। त्यसपछि काश्यपका अरू भाइहरू 400 शिष्यहरूको साथमा गयाबाट पनि आए, बुद्धको शिष्य बने। यसरी बुद्धको शिष्यको सङ्ख्या 900 भन्दा बढी पुग्यो। त्यहाँबाट बुद्ध काश्यपसहित 900 शिष्यहरूको साथमा राजा बिम्बिसारको राजगृहको नजिकै पुगे र त्यहाँ तारवनमा बसे, जसको व्यवस्था उरुवेला काश्यपले गरेका थिए। भगवान बुद्ध त्यहाँ आएको कुरा राजा बिम्बिसारलाई थाहा भयो। बुद्ध उनी युवा सन्यासी थिए जो धेरै पहिले श्री पर्वतमा साधनारत रहँदा भेट भएको थियो भन्ने कुरा बुझे। राजा, रानी र छोरा अजातशत्रुलाई लिएर भगवान बुद्धलाई भेट्न तारवनमै गए। राजा बिम्बिसारको आगमनको खबर पाउन साथ भगवान बुद्ध स्वयं र काश्यप भएर राजालाई स्वागत गर्न आए। त्यहाँ बुद्धले पञ्चशील र जीवनको सबै तत्त्वको अनेकताको बारेमा उपदेश दिए। उपदेश सकिएपछि राजाले बुद्धका सबै शिष्यहरूलाई पूर्णिमाको बेलुका भोजनको लागि निमन्त्रणा दिए। त्यहाँ उपस्थित सबैले बुद्धलाई धन्यवाद दिएर त्यसमध्ये 20 जनाले बुद्धको शिष्य बन्ने इच्छा प्रकट गरे। यिनै बीचमा भगवान बुद्धलाई 2 असाधारण शिष्यहरू प्राप्त हुनेवाला थिए, जसको प्रयासले बुद्धको शिक्षालाई एक नयाँ उचाइ प्राप्त हुन सक्थ्यो। उनीहरू सारिपुत्र र मौद्गल्यान थिए। एक दिन भगवान गौतम बुद्धको शिष्य असतजीलाई राजगृहमा भिक्षाटन गरिरहेको सारिपुत्रले देखे। भिक्षुको शान्त मुद्राले उनलाई तुरन्त आकर्षित गर्यो। सारिपुत्र असतजीको नजिकै गएर हात जोड्दै नमन गरेर सोधे, तपाईको मुखमण्डल शान्तिको कारण चम्किरहेको छ। तपाईको हिँड्ने मुद्राबाट नै तपाईको ज्ञानको दर्शन हुन्छ। कृपया मलाई तपाईको गुरु को हुनुहुन्छ र तपाईको शिक्षा केन्द्र कहाँ छ बताइदिनुहोस्। असतजीले मुस्कुराउँदै जवाब दिए, शाक्य वंशका गौतम, जसलाई बुद्ध भनिन्छ, उहाँ नै मेरो गुरु हुनुहुन्छ। उहाँ यति बेला सप्ततीर्थ मन्दिरको नजिकै तारवनमा रहनु भएको छ। आफूले खोजेको गुरु उहाँ नै गौतम बुद्ध हुनुहुन्छ भनेर सारिपुत्रले मनमा नै सोचे। उनले असतजीलाई नमन गरे र आफ्ना मित्र मौद्गल्यानलाई भने, जो तीव्र बुद्धिका थिए। मौद्गल्यानले सारिपुत्रलाई भने, यदि यसो हो भने हामीले बुद्धलाई भेट्न चाँडै नै जानुपर्छ। तर उनीहरू 250 जना परिव्राजको साथमा थिए, जसको नेतृत्व आचार्य सञ्जयले गरिरहेका थिए। उनीहरूलाई यत्तिकै छोडेर जान मिल्दैन थियो। त्यसैले उनीहरूले पहिले त 250 जना भक्तहरूलाई गएर आफूहरू बुद्धको शिष्य बन्न गइरहेको बताए। यसबाट परिव्राज दुखित भए, तर उनीहरू पनि सारिपुत्र र मौद्गल्यानसँगै बुद्धको शरणमा जाने कुरा व्यक्त गरे। त्यसपछि उनीहरू गुरु आचार्यको स्थानमा गएर भक्त समुदायको निर्णय सुनाइदिए। उक्त कुरा सुनेर आचार्यले भने, यदि तिमी यही रहन्छौ भने म भक्त समुदायको नेतृत्व तिमीहरूलाई सुम्पन तयार छु। यस कुरा सुनेर उनीहरूले भने, हामी त मुक्ति प्राप्तिको लागि आध्यात्मिकको मार्गमा थियौँ, न कि आध्यात्मिक नेता बन्नको लागि। हामी गौतम बुद्ध भएको स्थानमा जानुपर्छ, किनकि उहाँले सद्धर्मको मार्ग प्राप्त गर्नुभएको छ, जसलाई हामीले यत्रो समयदेखि खोजिरहेका छौँ। यति भनेर सारिपुत्र र मौद्गल्यान आचार्य सञ्जयलाई नमन गरी त्यहाँबाट बिदा भए। उनीहरू 2 माइलको बाटो हिँडेर
बुद्ध भएको स्थानमा पुगे। उनीहरूले बुद्धलाई आफ्नो शिष्य बनाउन आग्रह गरे। बुद्धले 4 आर्य सत्यको बारेमा देशना दिए र प्रवचन दिएर भिक्षु सङ्घमा उनीहरूलाई पनि मिलाए। प्रवचन लिएपछि टारवनमा भिक्षुहरूको सङ्ख्या 1200 पुग्यो। त्यसपछिको पूर्णिमाको दिनमा राजा बिम्बिसारले बुद्ध सङ्घको लागि भोजनको निमन्त्रणालाई स्वीकार गरी बुद्ध र शिष्यहरू भोजनको लागि गए। भोजन सकिएपछि राजाले बुद्धलाई वेणुवन दान दिए, जुन वन अत्यन्त सुन्दर थियो र राजगृहबाट पनि नजिक थियो। त्यहाँ सुन्दर पंक्षीहरूले निवास गर्थे। भगवान बुद्ध वेणुवन भएको बेला कपिलवस्तुबाट कालुदय र छन्न भेट्न आए। भगवान बुद्धले उनीहरूसँग लामो कुराकानी गरे र त्यस वर्षको वर्षाकालपछि कपिलवस्तु फर्कने कुरा सुनाए। बुद्धले घर छोडेको 7 वर्ष बितिसकेको थियो। कालुदय र छन्न भने 1 महिना अघिबाट नै बुद्ध आउने कुरा बताएका थिए। बुद्धलाई स्वागत गर्न राजा शुद्धोधन नगरको दरबारमा गए। जब भगवान बुद्ध र राजाको भेट भयो तब राजा शुद्धोधनले आँखाभरि आँसु बनाउँदै भने, तिम्रो महल छोड्ने निर्णय कति सही रहेछ भनेर आज मैले बुझिसकेको छु र मलाई थाहा थियो तिमी हामीलाई भेट्न एक दिन आउँछौ। राजाले बुद्धलाई राजमहलमा लगेर गए र भिक्षुहरू पनि बुद्धको पछि पछि गए। राजा र बुद्ध महलको नजिकै आएपछि यशोधराले राहुललाई उनको बुबाको बारेमा बताइन् र बुद्धलाई देखाउँदै उनी राहुलको बुबा भएकोले गएर भेट्न र आफूलाई दिनको लागि तपाईँसँग के छ भनेर सोध्न भनिन्। राहुल दौडिएर राजा भएको ठाउँमा गए। बुद्धलाई दौडिएर आएको बालक आफ्नो छोरा हो भनेर चिन्न गाह्रो भएन। गौतम बुद्धले छोरालाई अङ्गालोमा राखे। त्यसपछि राहुलले आफ्नो पितालाई प्रश्न गरे, तपाईँ मेरो बुबा हुनुहुन्छ? मेरी आमाले भन्दै हुनुहुन्थ्यो र आमाले तपाईँसँग मलाई दिनको लागि के छ भनेर माग्न भन्नुभएको थियो। भगवान गौतम बुद्धले मुस्कुराउँदै राहुलको गाला मुसार्दै, उपयुक्त समय आएपछि म तिमीलाई दिनेछु भनेर भने। त्यसपछि गौतम बुद्धलाई भेट्न रानी गौतमी, यशोधरा र बहिनी नन्दा आए। तर रानी गौतमी र यशोधराको आँखाबाट आँसु नै नरोकिने गरी बग्न थाल्यो। यो प्रसन्नता र पुनर्मिलनको आँसु थियो। भगवान गौतम बुद्धले रुन दिए। त्यस दिन भगवान बुद्ध र भिक्षुहरूले दरबारमै भोजन गरे। त्यस बेलासम्म युद्ध विद्या सिक्न गएका भाइ नन्द पनि आइसकेका थिए। बुद्धले त्यहाँ राजा बिम्बिसारसँग भेट भएको प्रसङ्गदेखि उरुबेला गाउँका निर्धन बच्चाहरूको बारेमा सुनाए। अन्तत बुद्धले आफू आफ्नो शिष्य भएको स्थानमा जाने कुरा सुनाए। राजाले 1 हप्तापछि बुद्ध सङ्घको लागि भोजनको आयोजना गरे। त्यस दिन बुद्ध र भिक्षु न्यग्रोधा उद्यानतिर फर्के। 1 हप्तापछि बुद्धको आगमन हुने भनेर नगर पुरै सिँगारिएको थियो। बुद्ध र भिक्षु सबै भोजनको लागि आए। भोजन गरेपछि बुद्धले भने, दुःख जीवनको यथार्थ र सत्य हो। सचेतनाको लागि श्वासन क्रियामाथि नियन्त्रण राख्नुपर्छ। त्यहाँ उनले 4 आर्य सत्यको बारेमा बताए। त्यहाँ बुद्धको प्रवचनबाट प्रभावित भएर कपिलवस्तुबाट 120 शिष्य थपिएका थिए। बुद्ध 120 जना शिष्यको साथमा वेणुवनमा फर्किए। एकपटक भगवान बुद्ध भिक्षु सँगसँग गङ्गा तटमा स्थित एउटा गाउँमा भिक्षा माग्न गएका थिए। बाटोमा बुद्धले एक व्यक्तिलाई मलमूत्र बोकेर कतै गइरहेको देखे। उनको नाम सुनित थियो। उनले बुद्धको नाम सुनेका त थिए, तर आज पहिलो पटक देखेका थिए। बुद्धले उनलाई धर्मको देशना दिएर आफ्नो शिष्य बनाउन चाहेका थिए। जब बुद्ध उनको नजिक गए तब उनी बुद्धलाई अपवित्र छु भनेर नदीमा पसे। बुद्ध उनको पछि पछि गए र आफ्नो शिष्य बन्न चाहन्छौ भनेर सोधे। सुनित आफू अछुत भएकोले शिष्य बन्न नसक्ने कुरा बताए। बुद्धले सम्बोधिको मार्गमा कुनै पनि जात जातिको भेदभाव हुँदैन। गृहत्याग गरेर सद्धर्मको बाटो अपनाउँदा उसको जन्मजातको जाति छोड्छ। यदि तिमी मेरो शिष्य बन्न चाहन्छौ भने कसैले पनि तिमीलाई रोक्न सक्दैन। त्यसपछि सुनित भगवान बुद्धको शिष्य बने। उनलाई सारीपुत्रले जेतवनमा लगेर शिक्षा दिन थाले। गाउँका मानिसले उक्त घटनाको बारेमा थाहा पाए। बुद्धले एक अछुतलाई आफ्नो सङ्घमा सम्मिलित गरेका छन् भन्ने समाचार जताततै फैलियो। रमजधानीका उच्च वर्णका मानिसबीच खलबली मच्चियो। कौशलको इतिहासमा अहिलेसम्म कुनै अछुतलाई धार्मिक सम्प्रदायमा सम्मिलित गरिएको थिएन। पवित्र परम्परालाई बुद्धले तोडे भन्दै धेरै मानिसले उनको निन्दा गरे। कति मानिसले त देशमा आपत उत्पन्न गराउने षड्यन्त्र गरिरहेका छन् समेत भने। यस्तो समाचार बुद्ध सङ्घसम्म पुग्यो। बुद्धले पनि थाहा पाए। सारीपुत्रले भने, यदि सुनितले आफ्नो साधनामा प्रगति गरे भने उनको सफलता नै हाम्रो पक्षमा सबभन्दा ठुलो कुरा हुनेछ। छिट्टै नै यो कुरा राजा प्रसेनजितलाई पनि थाहा भयो। यसबारे कुरा गर्न राजा बुद्ध कहाँ गए।
बुद्धको कुटी बाहिर एक व्यक्तिले साह्रै राम्रो प्रवचन गरिरहेका थिए। जुन प्रवचन देखेर राजा निकै प्रभावित भएका थिए। राजा बुद्धको कुटीमा गए। राजाले बुद्धलाई यी प्रवचन दिने भिक्षु को हुन् भनेर सोधे। बुद्धले यिनी सुनित नाम गरेका एक अछुत हुन्, तपाईलाई कस्तो लाग्यो यिनको प्रवचन भनेर बुद्धले सोधे। राजा अलमलमा परे। एउटा अछुतले पनि यति राम्रो प्रवचन दिन सक्ने रहेछन् भनेर अचम्म माने। उनले आफूले प्रश्न सोध्न आएको प्रश्न नै नसोधे त्यसको उत्तर आफ्नै आँखाले देखे, सुने र बुझे। उनले बुद्धलाई एउटा अछुतलाई धर्ममा प्रवेश किन गराउनु भयो भनेर सोध्न आएका थिए। तर म अब तपाईसँग यस्तो प्रश्न सोध्ने साहस राख्दिनँ भनेर उनले बुद्धलाई भने। बुद्धले राजालाई भने, महामही, आत्ममुक्तिको मार्गमा कुनै पनि भेदभाव हुँदैन। हरेक मानिसले चाह्यो भने आत्ममुक्ति प्राप्त गर्न सक्छ। हामीले यस्तो मार्ग रोज्नुपर्छ जसले गर्दा प्रत्येक व्यक्ति आफ्नो सम्मान र सम्भावनाको पूर्ण प्राप्ति गर्न सकुन्। त्यसैले मैले भिक्षु सुमितलाई भिक्षु सङ्घमा सम्मिलित गरेको हुँ। राजाले हात जोड्दै भने, तपाईँको कुरा म बुझ्छु, तपाईँको ज्ञान निकै गहन छ, यसमा बाधाहरू त आउँछन् नै, तर मैले तपाईँमा ती बाधाहरूलाई सामना गर्ने शक्ति र साहस देखेको छु। म आफ्नो तर्फबाट तपाईँको सत्य शिक्षा समर्थन गर्नको लागि आफ्नो शक्तिको प्रयास गर्नेछु। केही समयपछि रानी गौतमी लगायत अन्य 51 महिला पनि भिक्षुणी बन्नको लागि आफ्नो कपाल खौरिएर विभिन्न वस्त्राभूषणलाई त्यागेर बुद्धको कुटीमा पुगे। भिक्षुणीहरूलाई बुद्धसँग प्रवेश गराउन के गर्ने भनेर बुद्ध र उनका प्रिय शिष्यबीच छलफल भयो। अन्त्यमा भिक्षुणीलाई प्रवेश गराउनको लागि 8वटा नियमहरू तयार गरियो। ती नियमलाई पालना गरेर रानी गौतमी लगायत 51 जना महिलाहरू भिक्षुणीको रूपमा प्रवेश गरे र अरू महिला पनि उपासीका रूपमा प्रवेश गरे। समय बित्दै गयो। भगवान बुद्धको सूत्रहरू कण्ठ गर्ने शिष्यहरूलाई सूत्राचार्य अनि पञ्चशील भनियो। ग्रहशील पालनाकर्ताहरूलाई शिलाचार्य भनियो। एकपटक गोशिरामा एक सूत्राचार्यले कर प्रक्षालक पात्र धुन बिर्सिए, जसमाथि एक शिलाचार्यले आपत्ति व्यक्त गरे। सूत्राचार्यले मैले जानेर बुझेर त्यो गरेको होइन भनेर बताए। प्रत्येक भिक्षुले आफ्ना अध्यापकको पक्ष लिए। वाद विवाद बढ्दै गयो। एक पक्षले अर्को पक्षमाथि अपमानजनक कुराहरू भनेर आरोप लगाउन थाले। त्यो विवादले यतिसम्म ठुलो रूप लियो कि भगवान बुद्धको सँगै 2 भागमा विभाजन हुने डर भयो। त्यस विवाद मिलाउनलाई स्वयं भगवान बुद्धले 2 पटक प्रयास गर्नुभयो, तर स्वयं बुद्धलाई नै उनीहरूले यस मामिलामा नपर्नुहोस्, यो हाम्रो कुरा हो भनेर बुद्धको कुरा सुन्न नै तयार भएनन्। त्यसपछि भगवान बुद्ध भिक्षा पात्र लिएर निस्किए। त्यसपछि अनिरुद्धलाई भेटेर साधनाको कुरा सोधेर रक्षित वनमा प्रवेश गर्नुभयो। त्यसपछि उहाँ 1 वर्ष 4 महिना भिक्षु सङ्घ फर्किनु भएन। उहाँ कता जानुभयो, कसरी रहनुभयो, कसैलाई पनि थाहा भएन। त्यसपछि बुद्ध श्रावस्तीको जेत वनमा देखिनुभयो। बुद्धको आगमनले त्यहाँ उपस्थित भिक्षुहरू सारिपुत्र, राहुल, देवदत्त र आनन्द लगायत सबै प्रसन्न भए। बुद्धले आफू कौशाम्बीबाट निस्किएपछि भिक्षुहरूको विवाद के भयो भनेर आनन्दलाई सोध्नुभयो। आनन्दले जब तपाईँ हुनुहुन्थ्यो त्यति बेला उनीहरू 2 पटकसम्म खोज्न आएका थिए। उनीहरू पनि चाँडै नै क्षमा माग्न आउनेछन् भनेर उनले बताए। नभन्दै उनीहरू त्यस रात जेत बनाए। त्यस रात सारिपुत्रले एक आपसमा दोष स्वीकार र समारोहको आयोजना गरे। समारोहमा सारिपुत्रले बुद्धलाई अन्त्यमा 2 पक्षको बीचमा सम्झौता भयो भनेर सूचना दिए। एक दिन सारिपुत्रले वरिष्ठ भिक्षुहरूलाई बुद्धको स्थायी सहायक र वर्षवासको समय भगवान बुद्ध कुन ठाउँमा रहने त्यो कुरा निर्धारित गर्नको लागि छलफल गर्न बोलाए। यी 2वटै प्रस्तावहरू सारिपुत्रले अगाडि सारे। त्यस छलफलले भगवान बुद्धको स्थायी सहायकको रूपमा भिक्षु आनन्द र वर्षवासका लागि श्रावस्तीको जेतवनलाई रोजेका थिए। त्यस छलफलले अरू बेला भगवान बुद्ध जहाँ भए पनि वर्षायाममा श्रावस्तीको जेतवनमा हुनुपर्ने नियम थियो, ताकि वर्षायाममा अरू टाढाका भिक्षुहरू बुद्धलाई भेट्न र ज्ञान लिन आउन सकुन्। समय बित्दै गयो। मौसम पनि फेरिँदै गयो। भगवान बुद्धले वर्षा प्रवास कपिलवस्तु नजिकैको न्यग्रोधा बिहारमा बिताए। उनी त्यहाँ आउँदा शाक्य र कोलियो राज्यको बीचमा सङ्घर्ष र अशान्ति उत्पन्न भएको छ भन्ने सूचना प्राप्त भएको थियो। 2 राज्यको विभाजक रेखा रोहिणी नदी थियो। त्यही नदीको पानीको कारण झगडा सुरु भएको थियो। पानीको अभावको कारण 2 राज्यमा सिँचाइको लागि पानीको राम्रो सुविधा थिएन। सुरुमा त नदीको वारिपारी बस्ने किसानहरूको मात्र झगडा भएको थियो। पछि विवाद बढ्दै गयो। बुद्धले झगडाको वास्तविक कारण खोजे। उनले पानीको कारण झगडा उत्पन्न भएको थाहा भयो। बुद्धले यस सङ्कट छिट्टै समाधान गर्नको लागि
दुवै राज्यतिरका राजालाई पानी मानव जातिलाई बढी आवश्यक छ कि सिँचाइको लागि भनेर सोधे। दुवै राज्यबाट मानव जातिलाई बढी आवश्यक छ भनेर जवाफ आयो, हो, पानी सिँचाइको लागि खोज्नु नै समस्याको जड हो। यदि दुवैतर्फ क्रोध र अहङ्कार मेटेर पानीलाई बराबर रूपमा बाँडफाँड गरियो भने समस्याको समाधान हुन्छ। यसरी युद्ध गर्नाले तनाव बढ्छ। एकपटक आफ्नो क्रोध र अहङ्कारलाई शान्त बनाउनुहोस्, सम्पूर्ण तनाव आफै कम हुन्छ। यसरी बुद्धले दिएको सुझावलाई अपनाएर दुवै राज्यबीच सुमधुर सम्बन्ध स्थापना भयो। त्यस वर्ष त्यसरी बाँडफाँड गरेको पानीले दुवै राज्यमा निकै राम्रो धानको उत्पादन भयो। एक समयको कुरा हो, बुद्ध जेठवनमै बस्थे। उनी गाउँमा भिक्षा माग्नको लागि निस्किएका थिए, तर गाउँ सुनसान थियो। सबै घरका झ्यालडोकाहरू बन्द थिए। बुद्ध प्रत्येक घरको अगाडि गएर उभिन्थे, तर कोही पनि मानिस बाहिर आउँदैन थियो। यत्तिकैमा एकजना मानिसले उनको हात समातेर भित्र ल्याए। बुद्धले प्रश्न गरे, वास्तवमा आज गाउँमा के भएको हो, मलाई बताउनुहोस्। उक्त मानिसले बुद्धलाई सबै कुरा सुनाए। गाउँ नजिकैको वनमा अङ्गुलीमाल नामक हत्यारा आएको छ र उसले जसलाई देख्यो त्यसलाई मारेर उसको औँला काटेर धारण गर्ने गर्छ भनेर उनले बताए। उसले जति धेरै मानिसलाई मार्छ त्यति नै उसको मायावी शक्ति बढ्छ र ऊ अझ बढी शक्तिशाली हुन्छ। त्यसैले केही समयको लागि बाहिर निस्कनु खतरा हुन सक्छ। तपाईँ आज यहीँ बस्नुहोस्। यो कुरा सुनेर बुद्ध थोरै मुस्कुराए र भने, यदि म त्यो हत्यारादेखि डराएँ भने म यहाँ आएको के काम? सूचनाको लागि धन्यवाद। यति भनेर बुद्ध घरबाट बाहिर निस्किए। ती मानिसले फेरि पनि बुद्धलाई रोक्न अनुरोध गरे, तर बुद्ध निस्किए। गाउँ सुनसान थियो। बुद्ध आफ्नै गतिमा पाइला चाल्दै थिए। केही समयपछि पछाडिबाट आवाज आयो, ए पक, कहाँ जान लागेको? यो आवाज सुनिसकेपछि बुद्धलाई थाहा भयो, यो मानिस नै अङ्गुलीमाल हो। बुद्ध आफ्नै मन्दगतिमा हिँड्दै गए। अङ्गुलीमाल कराउँदै आइरहेको थियो। ए पक भनेको सुन्दैनस्? पक। त्यसपछि बुद्धले कारुणिक स्वरमा भने, म त धेरै पहिले नै रोकिसकेँ, तिमी नै रोकिएका छैनौ। म रोकिएको मानिसलाई तिमी फेरि रोकिनको लागि भन्दैछौ। अङ्गुलीमाल एकपटक झस्कियो, तर त्यो कुराको ख्याल नगरी ऊ अझ पनि कराउँदै बुद्धको अगाडि आइपुग्यो र भन्यो, तैँले मलाई चिनेको छस्? म अङ्गुलीमाल हुँ। म बलवान छु। अब म तँलाई मार्छु। त मेरो हातबाट मर्नको लागि तयार हो। बुद्धले मुस्कुराउँदै भने, ठिक छ, तिमी मलाई मार। तिम्रो हातबाट म मर्न तयार छु, तर मलाई मार्नुभन्दा पहिले तिमीले मैले भनेको एउटा कुरा मान्नुपर्छ। के हो? छिटो भन् भन्दै अङ्गुलीमाल करायो। बुद्धले नम्र स्वरमा भने, तिमीले पहिले यी वृक्षका हाँगाहरूलाई आफूले सकेसम्म काट। अङ्गुलीमालले आफूले भेटेसम्मका हाँगाहरू काट्यो र भन्यो, ल अब मर्न तयार बन। बुद्धले भने, अङ्गुलीमाल, अब तिमीले काटेका यी सारा हाँगाहरू अब त्यसै गरी जोड, ताकि ती अघिकै रुखमा हुन्। अङ्गुलीमाल फेरि झस्कियो र भन्यो, के तँ पागल त भएको छैनस्? कसैले काटेको हाँगाभिङ्गा फेरि कसरी जोड्न सक्छ? त्यसपछि बुद्धले भने, त्यसो भए तिमीलाई कसले भन्यो तिमी बलवान र शक्तिशाली छौ भनेर? बुद्धले दयावान स्वरमा थपे, हेर अङ्गुलीमाल, कुनै पनि कुराको क्षति त जसले पनि गर्न सक्छ। मानिसले मानिसलाई, जसले पनि जसलाई मार्न सक्छ। यसरी रुखका पात, हाँगाभिङ्गाहरू केटाकेटीले पनि झार्न सक्छन्, तर बलवान र शक्तिशाली त त्यो हो जसले कुनै पनि कुरा काटेर फेरि त्यही रुखमा जोड्न सक्छ। जोसँग काटेर फेरि जस्ताको त्यस्तै बनाउने सामर्थ्य छैन, त्योसँग काट्न पाउने अधिकार पनि छैन। बुद्धको कुरा सुनेर अङ्गुलीमालका आँखाबाट पश्चाताप र हर्षका आँसु झरे। पश्चाताप यस कारण कि उसलाई आजसम्म गरेको पापको महसुस भयो भने हर्ष यस कारण कि उसले सम्बोधि प्राप्त बुद्धसँग साक्षात्कार गर्न पाएको थियो। उसलाई थाहा भयो अब आफ्नो उद्धार हुनेछ। उसले बुद्धका अगाडि घुँडा टेकेर दुवै हात जोड्दै माफी माग्यो। बुद्धले उसलाई सबै पाप कर्म छोडेर सद्धर्मतिर लाग्ने प्रेरणा दिए। अङ्गुलीमालले आफूलाई शिष्य बनाउन बुद्धसँग आग्रह गर्यो। बुद्धले पनि अङ्गुलीमाललाई सजिलै शिष्यको रूपमा स्वीकार गरे। त्यसपछि अङ्गुलीमालले बुद्धलाई एउटा प्रश्न सोध्ने अनुमति माग्यो। बुद्धले अनुमति दिएपछि अङ्गुलीमालले, अघि तपाईँले म पहिले रोकिएको हुँ, बरु तिमी नै रोकिएका छैनौ भन्नुभएको थियो, यसको अर्थ के होला? बुद्धले मुस्कुराउँदै भने, मैले हत्या हिंसा गर्न पहिले नै रोकिसकेको छु, तर तिमी नै रोकिएका छैनौ मात्र भनेको हुँ। बुद्धको कुरा सुनेर अङ्गुलीमालले बुद्ध कति ज्ञानी छन् भन्ने कुरा बुझे। त्यसबेला सारिपुत्र, आनन्द, उपाधि र अन्य भिक्षुहरू पनि त्यहाँ आए। अङ्गुलीमाललाई त्यही उपाधिले प्रवचन दिए। त्यसपछि सबै एकैसाथ जेठवन फर्किए। अङ्गुलीमाल भिक्षु बनेको कुरा नगरमा जताततै फैलियो।
सबैले राहतको श्वास फेरे। छिमेकी राज्यलाई पनि हत्याराको हृदय परिवर्तन भएको समाचार प्राप्त भयो। यसबाट बुद्ध एवं सङ्घको प्रतिष्ठा अझै माथि पुग्यो। यसरी भगवान बुद्धले सद्धर्मको मार्गमा कैयौँ मानिसलाई अग्रसर गराए। उनको ज्ञान दिने क्षमता अत्यन्त तीव्र थियो। भगवान बुद्धले जति बेला पनि सम्पूर्ण प्राणीको उद्धारमा आफ्नो दृष्टि केन्द्रित गर्थे। त्यसबेलाका अरू सम्प्रदायका मानिसले बुद्धलाई मायावी छन् भनेर ठान्थे, किनभने उनी नजिक जो पनि आउँथे ऊ व्यक्ति प्रभावित हुन्थे। कैयौँ पटक त थोरै कुरा बुझ्न भनेर आएका कैयौँ मानिसहरू भगवान बुद्धको शिष्य बनेर पुरा जीवन अर्पण गरिदिन्थे। भगवान बुद्धले आफ्नो जीवनकालमा 45 वर्षसम्म लगातार सद्धर्मको प्रचार प्रसारमा लागिरहे। उनी कहिले पनि चिन्तित र थकित भएनन्। यसरी संसारलाई सद्धर्मको मार्ग देखाउने महान अभियानमा रहँदा कैयौँ उतार चढाव भने भगवान बुद्धको जीवनमा नआएका होइनन्। भगवान बुद्धले जुन मानिसलाई जस्तो शिक्षा चाहिन्छ त्यस्तै अनुसारको शिक्षा दिने गर्थे। यसरी बुद्धले सबै मानिसहरू फरक फरक हुन्छन् र प्रत्येकको क्षमता फरक फरक हुन्छ भनेर राम्ररी बुझेका थिए। जस्तो परिस्थिति छ त्यसै अनुसारको शिक्षा उनले दिन्थे। एकपटक शररावस्थीमा एक महिला आफ्नो एकमात्र छोराको मृत्युको कारण अत्यन्त भावुक भइन्। मानिसले उनलाई बुद्ध कहाँ जाने सल्लाह दिए। आशावादी भएर उनी बुद्ध कहाँ गइन् र छोरालाई बचाइदिन आग्रह गरिन्, जुन असम्भव थियो। भगवान बुद्धले छोरालाई बचाउनको लागि कोही पनि मानिस नमरेको घरबाट सरसिम लिएर आउन भने। उनी मानिस नै नमरेको घर खोज्दै हिँडिन्, तर कतै पनि पाइनन् र अन्त्यमा उनले यसको शिक्षा पनि बुझिन्। बुद्धको यो प्रयोग नै उनका लागि शिक्षा भयो र क्रमशः उनको मन शान्त भयो। उनी पछि भिक्षुणीको जीवन अपनाएर अर्थ प्राप्त गरिन्। यसरी भगवान गौतम बुद्धले कैयौँ मानिसलाई आफ्नो वास्तविक स्वरूपको दर्शन दिन सफल भए। त्यसपछि बुद्धले विभिन्न ठाउँमा गएर उपदेश तथा प्रवचन दिए। उनले आफ्ना हजारौँ भिक्षुहरूलाई आफ्नो शिक्षा अनुसार साधनामा अत्यन्त धेरै परिश्रम गर्न भने। उनले शील, ध्यान, साधना, प्रज्ञा र मुक्तिको विषयमा प्रवचन दिए। यसरी 3 महिना बित्यो। त्यसपछि बुद्ध आफ्ना भिक्षुहरूसँग आम्रवनमा पुगे। त्यहाँ उनले ज्ञान दिए र भोलिपल्ट भिक्षुहरूको साथमा बुद्ध कुशीनगरको यात्रामा निस्किए। त्यहाँबाट उनी कुशीनगरको शालवनमा पुगे, जहाँ उनले कुशीवनको बीचमा आफू पल्टिनको लागि स्थान बनाइदिन आग्रह गरे। त्यहीँ उत्तरतिर शिर गरेर आराम गरे। भगवान बुद्धले आज नै निर्वाण प्राप्त गर्नुहुन्छ भनेर सबै भिक्षुलाई थाहा थियो। बुद्धले निर्वाण प्राप्त गर्ने कुरा जताततै फैलियो र धेरै मानिस उनलाई भेट्न आए। त्यहाँ सुभद्र नाम गरेका एक मानिस पनि आए, जसले बुद्धलाई आफ्नो शिष्य बनाइदिन आग्रह गरेका थिए। बुद्धले उनलाई आफ्नो अन्तिम शिष्यको रूपमा घोषणा गरे। त्यसपछि रातले अन्तिम प्रहरमा प्रवेश गर्यो। भगवान बुद्धले भिक्षु सङ्घलाई हेर्दै, मुक्ति प्राप्त गर्ने पथमा परिश्रमी बनेर अगाडि बढ्नुहोस्। मैले सिकाएको शिक्षालाई सधैँ पालना गर्नुहोस्। तपाईलाई तपाईँ बाहेक कसैले पनि उद्धार गर्न सक्दैन। त्यसैले आफ्नो दीपक आफै बन्नुहोस्। यति भनेर बुद्धले आँखा बन्द गरे। बुद्धले महापरिनिर्वाण प्राप्त गरे। बुद्धले शरीर त्यागे। यसरी एक महापुरुषको शरीरको निधन भयो, जसले त्यसबेला हजारौँ मानिसलाई आत्ममुक्तिको मार्गमा अगाडि बढाउन सफल भएका थिए। आज पनि उनको ज्ञानबाट मानिसले आत्ममुक्ति प्राप्त गर्न सक्दछन्। एकैछिन सुन्नुहोस् त, यस्तै ज्ञानको नजिक रहन अडियो बुकहरू सुन्नको लागि अडियो घर एप्लिकेसनलाई डाउनलोड गर्नुहोला।